हामी मानिसको हृदय चाहिँ जहिले पनि प्रेमको खोजी गर्छ। चाहेर होस् या नचाहेर होस्, उसले हरेक समय प्रेमको खोजी गर्छ। प्रेम आज हामी त्यो प्रेमको चर्चा गर्नेछौँ, जुन प्रेम आज मानिसले नपाइकन छटपट्टि भइराखेको छ। मानिसहरू, यहाँहरू सम्पूर्णलाई जय मसीह प्रभु यीशु ख्रीष्टको नाउँमा र यहाँहरूलाई स्वागत छ वचन टिभी युट्युब च्यानलमा। र यो भर्खरै मैले नयाँ च्यानल खोलेको हो। मेरो नाम चाहिँ अरविन्द औजाली मगर। मेरो घर सुदूरपश्चिम कैलाली मसुरियामा पर्छ। अहिले हाल म भक्तपुर सुडालमा बस्छु अनि यहाँहरूलाई मैले आफ्नो परिचय भन्न पाउन एकदमै खुसी लागेको छ। जोडिन पाउँदाखेरि चाहिँ एकदमै खुसी छु। तपाईँको घर परिवारलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। यदि तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक अनि सब्सक्राइबर गर्न चाहिँ नबिर्सिनु होला। किनभने जब लाइक अनि सब्सक्राइबर गर्नुहुन्छ अनि यहाँबाट आउने भिडियोहरू है, यहाँबाट आउने आशिषका वचनहरू, प्रार्थनाहरू चाहिँ तपाईँले सुनेर आशिष पाउनुहुनेछ है। परमेश्वरलाई महिमा भएको होस्। अनि परमेश्वरलाई महिमा भएको छ। अहिले मैले सेवकको रूपमा काम गरिराखेको छु। प्रभुले मलाई त्यो अवसर दिनुभएको छ। प्रभुलाई महिमा भएको होस्। अनि प्रियहरू, अनि एकदमै अहिलेको समय भनेको चाहिँ महत्त्वपूर्ण समयमा हामी जिइराखेका छौँ। प्रभुको एकदमै असल अनुग्रहको समयमा हामी बाँचिराखेका छौँ। आमेन। यसकारण प्रियहरू, म आज पहिलोचोटि थोरै परमेश्वरको जीवित वचन तपाईँको सामु लिएर आएको छु। तपाईँले सुरुदेखि अन्तिम समय भिडियोलाई एकसिप नगरिकन, नरोकिकन हेर्नुहोला। किनभने जब तपाईँले सुरुदेखि अन्तिम समय यो भिडियोलाई जब तपाईँले हेर्नुहुन्छ नि, त्यसपछि तपाईँले साँच्चै नै जीवनमा तपाईँले एउटा आशिषको आवाज है महसुस गर्नुहुनेछ। साँच्चै परमेश्वर आशिष दिने परमेश्वर हुनुहुन्छ, प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। आज हामी केही खण्डहरू हेर्नेछौँ जुन चाहिँ परमेश्वरको जीवित वचन हो। आमेन। यहाँ चाहिँ यस्तो लेख्दछ, यूहन्ना, तपाईँ हामीलाई थाहा छ यूहन्नाको पुस्तक है। यूहन्ना चाहिँ यूहन्ना लेखेकै पुस्तक हो। यूहन्ना चाहिँ येशू ख्रीष्टको चेलाहरूमध्ये एकजना व्यक्ति चाहिँ यूहन्ना हुन् है। पछि गएर यूहन्नाले चाहिँ प्रकाशको पुस्तक लेखे, जुन चाहिँ यूहन्ना चाहिँ आउनेवाला, जुन चाहिँ येशू ख्रीष्ट आउनेवाला समयका कुराहरू र अन्तिमका कुराहरू चाहिँ लेखेको हामी पाउँदछौँ। जुन चाहिँ यूहन्ना, जुन चाहिँ येशूको चेला हुन्। अनि येशूको चेला यूहन्ना चाहिँ बाइबलले भन्छ उनलाई चाहिँ परमेश्वरले प्रेम गर्ने, अर्थात् येशू ख्रीष्टले चाहिँ प्रेम गर्नुहुन्थ्यो। अनि उसले चाहिँ येशू ख्रीष्टलाई पछ्याउँथ्यो अनि येशू ख्रीष्टको छातीमा ढल्केर चाहिँ बस्थ्यो। त्यो चाहिँ यूहन्ना। त्यही यूहन्नाले आज हामीलाई प्रेमको बारेमा सिकाउँदछन्। मेरो प्रियहरू, प्रेम अति नै महत्त्वपूर्ण कुरा छ। आज सारा संसार चाहिँ प्रेममा अडिएको छ, प्रेमकै खोजी गर्छ। मृत्युसम्म पुगेका छन्, सुसाइडसम्म पुगेका छन् होइन। त्यो प्रेमको बारेमा हामी चर्चा गर्छौँ, ताकि सुसाइड गर्ने होइन, तर अनुग्रह र अनन्तसम्म पुग्ने प्रेम सम्बन्ध नछुट्टिने प्रेमको बारेमा आज हामी चर्चा गर्नेछौँ। आउनुहोस् हामी बाइबलको केही छोटो केही खण्डहरू हामी पढ्नेछौँ। तपाईँसँग बाइबल छ भने तपाईँले निकाल्न सक्नुहुन्छ। 1 यूहन्ना 4को 7देखि 8सम्म है। यहाँ चाहिँ यस्तो लेख्छ, प्रेमीहरू, हामीले एक आपसमा प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट उत्पन्न भएको हो। प्रेम गर्नेले परमेश्वरलाई चिन्नुहुन्छ र परमेश्वर प्रेमी हो। जसले प्रेम नगरेको छ उसले परमेश्वरलाई चिनेको छैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। आमेन। अनि यहाँ चाहिँ विशेष गरिकन के लेखेको छ भन्दाखेरि चाहिँ तिमीले एक आपसमा प्रेम गर। प्रेम एकदमै महत्त्वपूर्ण छ। एकले अर्कालाई प्रेम गर भन्ने प्रोत्साहन दिएको छ। यो तपाईँको घर परिवारमा झै झगडा छ, अशान्ति छ, एकले अर्कालाई क्षमा गर्न सक्नु भएको छैन, लडाइ र झगडा दिनदिनै भइराखेको छ भने चाहिँ आजको बाइबलले भन्छ एकले अर्कालाई के गर, प्रेम गर, प्रेममा रह।
किनभने प्रेममा रहनेसँग परमप्रभु हुनुहुन्छ, त्यो व्यक्तिसँग चाहिँ प्रसन्न हुनुहुन्छ, त्यो व्यक्तिसँग चाहिँ खुसी हुनुहुन्छ भनेर बताइएको छ। त्यसकारणले गर्दा प्रियहरू, तपाईँको घरमा यदि यस्तो अशान्तिजनक कुराहरू फैलिराखेको छ भने याद गर्नुहोस्, वचनलाई मनन गर्नुहोस् कि तपाईँले प्रेम गर्न सुरु गर्नुहोस्, किनभने प्रेमले तपाईँको घर बदल्छ, प्रेमले तपाईँको परिवारलाई बदल्छ है। यस कारणले गर्दाखेरि चाहिँ प्रेम अति नै महत्त्वपूर्ण कुरा हो, किनभने जसले प्रेम गर्दैन त्यसले परमेश्वरलाई कहिले पनि देख्दैन, देखेकै छैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। किन परमेश्वर प्रेम गर्ने परमेश्वर हुनुहुन्छ भन्ने गर्दाखेरि चाहिँ तपाईँ र हामी पापी छडा है, तपाईँ र हामी पापी छँदै चाहिँ यीशु ख्रीष्ट यस संसारमा आएर हाम्रो निम्ति मरिदिनु भयो, बलिदान हुनुभयो। यही नै उहाँले गर्नुभएको महान प्रेमको एउटा चिनारी हो। यस कारणले गर्दाखेरि चाहिँ यीशु ख्रीष्टलाई अर्थात् परमेश्वरलाई जसले प्रेम गर्छ, चिनेको छु भन्छ भने चाहिँ त्यसले अरूलाई प्रेम गर भन्ने कुरा हो। यस कारण प्रियहरू, हामी विश्वासी भन्छौँ, तर हाम्रो जीवनबाट यदि प्रेमका कुराहरू बगेको छैन भनेदेखिलाई चाहिँ होसियार हुनुहोस् है, किनभने हामीले प्रभुलाई चिनेका छैनौँ। यदि हामीले प्रभुलाई चिनेका छौँ भने हामीले प्रेम गर्छौँ, किनभने प्रेम चाहिँ परमेश्वरबाट आउँछ। आमेन। परमेश्वरलाई महिमा भएको होस्। आउनुहोस्, आजको वचनद्वारा तपाईँ के कुरामा उत्साहित हुनुभयो सो कमेन्ट बक्समा तपाईँले जिज्ञासाहरू लेख्नुहोला। आउनुहोस्, हामी प्रार्थना गर्नेछौँ। तपाईँ मसँग प्रार्थना गर्न सक्नुहुनेछ। यस समय तपाईँले भन्नुहोस्, यस समय तपाईँ प्रार्थना गर्नुहोस्। तपाईँ आफ्नो हृदयमा प्रभुलाई भन्नुहोस्। यदि तपाईँको त्यस्तो जीवनमा त्यस्तो कुराहरू छ भने चाहिँ तपाईँले भन्नुहोस्, हे परमेश्वर, हामीलाई तपाईँको प्रेमको खाँचो छ। यस समय प्रभुजी म प्रार्थना गर्छु प्रभुजी, अनि तपाईँको प्रेमको खाँचो छ प्रभुजी, अनि मेरो घर परिवारमा तपाईँको प्रेमको खाँचो छ। प्रेम तपाईँबाट बगेर आउँछ, प्रेमको चिनारी तपाईँ हुनुहुन्छ। अनि जसले आज तपाईँ प्रभुलाई विश्वास गरेको छ, जसले तपाईँलाई चिनेको छु भन्छ, तर उसले चाहिँ प्रेम गर्दैन भने त्यसले चाहिँ परमेश्वर तपाईँलाई चिनेको छैन, देखेको छैन। यसकारण आब्बा पिता, म प्रार्थना गर्छु परमेश्वर, आज जतिजनाको घरमा अशान्ति भइराखेको छ, जतिजनाको घरमा हो प्रभुजी, जति पनि अरूको घरमा चाहिँ अशान्ति भइराखेको छ, प्रेम छैन, प्रेम सेलाएर गएको छ भनेदेखिलाई आजको वचन अनुसार प्रभुजी प्रेमको हृदय खन्याउनु भएको होस्। स्वर्गका ढोका खोलेर तपाईँको प्रेमका हो प्रभु अभिषेक खनाउनु भएको होस्, ताकि प्रभुजी हामीले एकले अर्कालाई प्रेम गर्न सकौँ र एकतामा जिउन सकौँ। धन्यवाद स्वर्गीय पिता, आशिषपूर्ण वचनको लागि धन्यवाद, यीशु प्रभुको नाममा, आमेन।